सो हेलो गाइज, के छ त? मेरो त सबै ठिकै नै छ। तपाईँहरू पनि ठिकै नै हुनुहुन्छ होला। अझै चक्क लाएर बल खेल्न जाने भनेर हल्का तयारी गरिदिएको। अनि साथीलाई बोलाउन जान्छु भनेको मेरो साथी नै आउँदैन। अब घरै जानु पर्यो भनेर चल्दिनु लाग्यो। एकैपाइ टक्क लाएर कति दामी धान पलाएको कि। यो त अब भर्खर रोपेको भएर नि होला। साथीको घर चाहिँ यही हो। अब चाहिँ ल्याउनै जानु पर्ला जस्तो छ। ऊ चाहिँ आएको छैन अझैसम्म आउनु चाहिँ गएको। अनि टक्क लाएर साथीले बोलाएर निकालिसक्यो अनि चल्दिनु लाग्यो हामी चाहिँ। टक्कै चाहिँ सामुदायिक वन। टक्क लाएर सामुदायिक वन गरेर सामुदायिक ग्राउन्ड हेर्दै टक्क जाँदै थियौँ। बाटोमै शिवजीको मन्दिर आयो। शिवजीको मन्दिर पनि टक्क लाएर भ्यू देखाइदिउँ न भन्दै देखाइदिएको। अनि टक्क लाएर देखाउँदै चल्दै गयो। अनि टक्क लाएर हामी बल खेल्न जाने चाहिँ पिपरी चापा हो है। पिपरी चापा अलि धेरै नै टाढा छ, 3 किलोमिटर टाढा छ। हजुरले विश्वास लाग्दैन होला। 3 किलोमिटर टाढा खालि उता जानुपर्छ क्या हामी। टक्क लाएर बाटोमै बौद्ध गुम्बा नि पर्थ्यो। यो चाहिँ कञ्चन 4मा पर्छ यो बौद्ध गुम्बा। बौद्ध गुम्बाको भ्यू देखाउँदै टक्क लाएर चल्दै गयो। अनि टक्क बौद्ध गुम्बा चाहिँ यस्तो दामी थियो नि, भित्रदेखि हेर्नै पाइएन कि, किनकि बन्द थियो नि गेट, त्यही भएर। टक्क लाएर चाहिँ रुद्रपुर खाने पानी ट्याङ्की, यहाँनिर चाहिँ रुद्रपुरभरि पानी जान्छ कि। कसलाई हेर्नु यत्रोसम्म लाग्दा नि यस्तो हालत बिग्रिसकेको थियो नि। गर्मी त लास्तै भएको थियो कि। यो चाहिँ गरगरे स्कुल, जस्तै लुगियानी भनेर चिन्छन्, लुम्बिनी माध्यमिक विद्यालय भनेर पनि चिन्छन्, तर हामीले लुगियानी भन्छौँ सर्टकट फर्म, त्यही भएर। टक्क लाएर चाहिँ गुरुङ डाँडा रहेको छ। गुरुङ डाँडामा चाहिँ धेरै डाँसहरू गाड्छन् कि, धेरै जस्तो गुरुङहरूले गाड्छन् यहाँ। टक्क दुई अगाडि जाँदैछन् कि, आफ्नै पारामा पछाडि एक्लै जाँदैछु। गर्मी चाहिँ लास्तै भएको थियो कि, मान्छेको हालत बिग्रेर कस्तो भएको थियो। तपाईँहरूले विश्वास लाग्दैन 3 किलोमिटर टाढा छ भन्दा हेर्नु न, फिल्डरमा देख्नु नै भयो होला 2 किलोमिटर टाढा छ कि। अनि टक्क अनि गरगरीसम्म चाहिँ 2 किलोमिटर टाढा छ भने बुझ्नु न, गरगरे आउन हाम्रो घरदेखि लगभग 1 किलोमिटर भन्दा पनि ओभर लाग्छ कि, त्यही भएर 3 किलोमिटर भनेको। 3 किलोमिटर टाढा आउन पर्छ बल खेल्न, यत्रो टाढा। हामी झन् बल खेल्न आएको त कोही नआइदिएको कि। यस्तै हुन्छ भनेर प्याप्पल छिटो आउनु। साथीलाई बोलाउन त छिटै नै बोलाएको थिएँ अनि कोही आएको थिएन कि, आफै आएर नि फर्केको रहेछन् पछि आएर भनेको थियो नि मलाई। कोही आएन, हल्का गिरान हेरिदिन्छु भनेर घर जानु लाग्यो। यो चाहिँ फुटबल ग्राउन्ड हो। एकछिन ग्राउन्ड हेरेर आयो, हल्का ज्यान तताइदिउँ न भनेर, अनि दम पनि बढाइदिउँ न भनेर हल्का ट्रेनिङ हानिदिएको जम्को। पुरा भाइ त हाँसिरहेको थियो कि आफ्नै तालमा। दुईटा त्यही के नि, त्यही हेरिरहेको बस्यो। म जम्को प्र्याक्टिस हान्दै बसेँ आनन्द। केही छैन एक्लै हान्छु भन्दै हानेँ। टक्क लाएर डाइभर पनि आइपुग्यो अनि डाइभरसँगै खेल्न थालियो। हल्का यहाँ हावा जाने कारणले हावा भर्दै खेल्दै गरेँ कि। यहाँ चाहिँ केटाहरूले गेमै बिगारिन्छन् कि, झन् भोलि म्याच खेल्न जाने भनेको, तर गेम बिगारिन्छन्। अब भोलि के हुन्छ, हारिन्छ कि जितिन्छ थाहा छैन। केटाहरूले गेम बिगारेर झ्याल खाँकै। टक्क लाएर अनि चाहिँ यहाँ नरिसाइदिएको सर्भिस चाहिँ मिठो लगाइदिन्छ क्या, जे भयो भने भन्दा हुन्थ्यो। आउन त लाउँछ तर झ्याप्प लाउन्न, डबल सर्भिस गऱ्यो नि दाइले, किनकि अप्रेलमा टिम राम्रो परेको थिएन। चाहिँ आफ्नै टिम हो, ट्रेनिङ मात्र गरिरहेको, त्यही भएर नि होला। टक्क लाएर हराएर पनि पढ्न लागिसक्यो, फेरि घर जानुपर्छ भनेर टक्क लाएर दुईजना फर्कियो। बाटोमा चाहिँ यस्तो थियो, बुढे सरको घरमा आएर पानी खाइदिउँ न भनेर बस्थ्यो क्या। बुढे सर चाहिँ पानी लिएर आउँदैछन्। टक्क लाएर अनि पानी खाइदिएर कति चल्दिउँ ला भनेर अनि पानी खाइदियो। कतिजना कतिर आइदियो, कति पुग्न लाग्दैन, यस्तो रात परिसकेको छ नि। रात परेर के गर्नु नि, अब चाहिँ घर आइपुग्यो। भिडियो राम्रो लागेमा लाइक कमेन्ट गरिदिनु होला। ओके बाई।